भजन कीर्तन समूह तयार गर्यो होइन त। जय श्री राधे। ल अब यो हेरौँ। निर्णायक मण्डल रेडी हो। गण्डकी प्रदेश कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 5 धर्मस्थली मार्गबाट यहाँ भगवान स्वरूप सबै ब्रह्मा विष्णु महेश्वर सबैको आगमन भएको छ। अब हामी प्रस्तुति सुरु गर्नेछौँ। सुरु गरौँ प्लिज। हरिओम नमस्कार आदरणीय दाजु प्रजापतिज्यू। यस ऐतिहासिक श्री गण्डकीय सतकण्डीय गायत्री कोटी होम विराट महायज्ञ 2082 का संकल्पकर्ता यज्ञ शिरोमणि पाल योगेश्वर श्री कृष्ण मूर्ति महाराज परम आदरणीय गुरुज्यू मञ्चासीन अति विशिष्ट अतिथि ज्यूहरू मञ्चाभिमुख भगवान रूपी अत्यन्तै श्रद्धालु भक्तजनहरू यहाँहरू समक्ष हामी पोखरा 5% बाट धर्मस्थली भजन कीर्तन समूहले शिव कथा आधारित भजन प्रस्तुत गर्न चाहन्छु। मिठो मानेर सुनिनुहोला। हरि ओम। कर्पूर गौरण करुणावतारं संसार सारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। उमा महेश्वर भगवान की शिवा ओम जीवन भरे शिवा तिम्रै भजन कीर्तन गाइयो जीवन भरे शिवा तिम्रै भजन कीर्तन गाइयो आयोजको निम्तो पाइयो कोटि होमाइयो आशुतोष भोलेनाथ दिनु न हामीलाई साथ आशुतोष भोलेनाथ। कैलासवासी शिवा साथा माता पार्वतीन कैलासवासी शिवा साथा माता पार्वतीन बुकुवाको मैलाबाट बाला रूप दिन बाला पैदा गरेदिन प्राण भरेदिन बाला पैदा गरेदिन दर्शन दे शिवा कैलास आए हो भक्त जनलाई दर्शन दे
शिव कैलास आए हो शक्तिवान पार्वती पुत्र गेटैमा भेटाए हो रोके आवास पस्नलाई कहीँ भने बस्नलाई रोके आवास पस्नलाई घमासान युद्ध भयो भोलेनाथ रिसाएर घमासान युद्ध भयो बालको शिर छेदन भयो पारुको सघायो बचाउ भन्छन् बालालाई शिव शक्ति जगाई बचाउ भन्छन् बालालाई